हेलो गाइस, यो चाहिँ हाम्रो मही खोलाको हरियो दहको अवस्था हो अहिलेको। पहिला राम्रो ठुलो दह थियो, तर अस्ति दसैँपछिको बाढीले चाहिँ सबै बगर जस्तै बनाइदिएको छ। ठुल्ठुलो ढुङ्गाहरू कहाँ पुऱ्यायो के गर्यो केही याद छैन। यहाँ चाहिँ सबै मसिनो ढुङ्गा मात्रै भेलिएको छ। पहिला हामी सानो हुँदाखेरि धेरै यहाँ समय बिताएको हो। सबैको आफ्नो कथा व्यथा योसँग जोडेको छ र अहिलेको अवस्था चाहिँ धेरै नाजुक छ भनौँ न। अब भोलि पर्सि हाम्रो केटाहरूले फेरि यो दहलाई बिस्तारै राम्रो बनाउँछ होला, गहिरो बनाउँछ होला। अहिले सबै भत्किसकेको छ, केही छैन, पुरै बगर जस्तो देख्ने भइसकेको छ। नेपाली उखान छ नि, 12 वर्षमा खोला फर्किन्छ भनेर। 12 वर्षमा यो जग्गामा चाहिँ खोला फर्केकै छ।